आमा आमा यो पानी बढ्दैछ तपाईहरु उता स्कुलमा जानुहुन्छ अब राति बढ्यो भने चाहिँ समस्या हुन्छ नि हजुरहरुलाई लड्नु ल हामीहरु लग्दिन्छ बरु हजुरहरुलाई पानी बढ्छ नै पानी लगभग 21 गतेसम्म पुग्ने भनेछ यो पर्ने भनेछ अहिले नै तपाईहरुले गयो भने सजिलो हुन्छ पानीको भाव बढ्दै ठुलो भइरहेको छ हैन अहिले एक्कासी आयो तपाईलाई अप्ठ्यारो पर्छ गाह्रो पर्छ त्यही भएर तपाईले अहिले गएर सुरक्षितमा बस्नु 2-3 दिनसम्म पर्ने भनेछ के पानी लगातार बा पानी पर्छ कि बा तपाईहरुलाई हामी लग्दिन्छ तपाईहरु जाने स्कुलमा के यो पानी 2-3 दिनसम्म लगातार कन्टिन्यू पर्ने भनेछ पानी पर्छ आउनु हामीले तपाईहरुको लागि भन्या हो को छ गुरु मान्छेहरु हुनुहुन्छ पानी एक्कासी बाढी आएको के गर्नुहुन्छ पानी यत्रो आएको बरु तपाईहरु अहिले जान सक्नुहुन्न भने चाहिँ हामीहरु बरु बोकेर न लग्दिन्छौं हैन हिन्न हामीहरु छौं पछि राति पानी 3 दिनसम्म पानी पर्ने भनेछ कति जना हुनुहुन्छ हजुरहरु 3 जना हुनुहुन्छ हिन्नुस् अहिले नै गयो सुरक्षित स्थानमा गयो भने सजिलो हुन्छ राति पानी 3 दिनसम्म लगातार पानी पर्ने भनेछ आमा आउनु के आमा पानी भने अनि आमा यहाँ पुग्दैन पानी ठुलो पानी आयो भने बाबा आउनु के बाबा आउनुहुन्छ कि बस्नुहुन्छ हैन बाबा आउनु के आमा छोरी आउ के हैन आउनु के हामीहरुले यस्तो हो कि हामीहरुले हजुरहरुको सुरक्षाको लागि भन्यो हैन अहिले नै तपाईहरु सुरक्षित स्थानमा गयो भनेपछि यो पानी 3 दिनसम्म पर्ने भनेछ लगातार अनि पानी आज पनि पर्छ भोलि पनि पर्छ यो पानी बढ्ने नै हामी छौं के आमा अनि यहाँ बाढले अनि बोकायो भने के हुन्छ त्यो पोहोर प्राप्ति हुन्न के आमा बाढी पहिरो भनेको आउँछ त्यो पोहोर हुन्न के यसपालि बाबा आउनु तपाईँ हजुर आउनु त यसपालि पहिला भन्दा यसपालि